नमो नमः। ज्योतिष विमर्श अन्तर्गत आजको यस बसाइमा नाग पञ्चमी पर्व विशेषको विशेष सामग्रीका साथ म यहाँ उपस्थित भएको छु। श्रावण शुक्ल पञ्चमी तिथिका दिन नाग पूजन गरिसकेपछि नागको स्तोत्र पाठ गर्नुपर्दछ। नागको स्तोत्र पाठ गर्नका लागि हामीले यी श्लोकहरू वाचन गर्न सक्छौँ। अगस्तस्य पुलस्तस्य वैशम्पायन एव च सुमन्तुर्जैमिनिश्चैव पञ्चैति वज्रबारका मुने कल्याणमित्रस्य जैमिनिश्चापि कीर्तनात् विद्युत अग्निभयं नास्ति लिखितं गृहमण्डले। अनन्तो वासुकी पद्मो महापद्मश्च तक्षकः कुलीरः कर्कटः शङ्खश्चाष्टौ नागा प्रकीर्तितः। यत्र हि साई भगवान् यत्रास्ते हरिरीश्वरः भङ्गो भवति वज्रस्य तत्र शूलस्य का कथा। यसरी नागको स्तोत्र पाठ गरेपछि नाग पूजन फलदायी बन्दैछ। नाग स्तोत्रमा अगस्त्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु र जैमिनी नाम गरेका ऋषिहरूको नाम हामीले आदरपूर्वक त्यहाँ आएको छ, लिने गर्दछौँ। त्यसको तात्पर्य के हो भने पौराणिक कथनअनुसार ती 5 ऋषिहरू चाहिँ सर्पदंशबाट हुने डाहा शमन गराउन सक्ने त्यतिसम्म शक्ति भएका ऋषिहरू हुनुहुन्थ्यो र उहाँहरूको नाम लिएमा सर्पदंश, बिच्छीदंश इत्यादिबाट भएको डाहलाई शमन हुन्छ भन्ने हाम्रो पौराणिक विश्वास रहिआएको छ। हामीले त्यस दिनमा नागपञ्चमीको दिनमा घर घरमा नाग टाँस्नाले विद्युत र अग्नि भए पनि नहुने हाम्रो पौराणिक विश्वास रहिआएको छ। यहाँहरूलाई यस्तै किसिमका अन्य सामग्रीहरू आवश्यक पर्दा हामीलाई पछ्याउँदै गर्नुहोला। हस्, नमस्कार।